Hello guys, welcome to my new blog and subscribe my channel. अहिले यो साँझको बेला एउटा सानो कुरा सेयर गर्न लागेको छु हैन। अब म चाहिँ आज एकदमै खुसी भएर घुम्न गएको छु हैन। घुम्न गएको थियो बिहान। अहिले साँझ भइसक्यो आइसक्यो घुमेर। अनि घुम्न चाहिँ कहाँ गएको थियो भन्दा हस्पिटलमा हैन। हस्पिटलमा घुम्न गएको थियो। अनि हस्पिटलमा म भन्थे हैन तपाईहरु पनि जानुहुन्छ घुम्नलाई है। जानु हुनेवाला छ, जानु भइसकेको होला, जाँदै हुनुहुन्छ होला कोही हैन। घुम्न चाहिँ म हस्पिटलमा गएको हैन। अनि घरबाट निस्केर गयो, ट्राफिक जाम हैन। अलिअलि यसो जामसाम हल्का हल्का हुँदै हुँदै हस्पिटलमा पुगिन्छ। अनि पुगेपछि त अब प्रोसेस छ नि त त्यहाँ टोकन लिनु पर्यो। अनि त्यसपछि सोधपुछको लागि लाइन बस्नु पर्यो। अनि त्यसपछि फेरि एउटा बिलिङको लागि लाइन बस्नु पर्यो है। लाइन फेरि थोरै हुँदैन हैन। अब टिचिङहरू जस्तो ठुल्ठुलो हस्पिटलहरूको त लाइन धेरै हुन्छ हस्पिटल अनुसार। अब त्यहाँको हालत अब तपाईहरुलाई थाहै छ हैन। लाइन बस्दाखेरि यस्तो अब हैन घाम आजकल फेरि घाम यस्तो लाग्छ नि बाइकमा गए पनि हेलमेट लाएर बसे पनि हेलमेटै चर्केला जस्तो हो के घाम पनि हैन। अनि हेलमेट खोलौँ घामले पोल्ने लगाउँ झनै अब गुम्सिने हैन। तर पनि बस्नै पर्यो। आफू त अब हस्पिटलमा गएको मान्छे है। अनि त्यसपछि लाइन बस्छ। अनि त्यसपछि अनेक थरीको मान्छे हुन्छ नि त्यहाँ। कहाँ कहाँ अब हिमाल पहाड तराई सबैतिरको मान्छे हुन्छ। अनि त्यहाँ मध्येमा कोही कोहीले फेरि काखी गनाउने, फेरि काखी पनि थरी थरीको गनाउने के फेरि है। अनि फेरि कोही कोहीले पर्फ्युम लाएर आएको हुन्छ। पर्फ्युम म आफूलाई मन पर्दैन त्यही भएर होला मलाई चाहिँ गनाउँछ अरूले बास्ना आउँछ त्यही भएर लाउँछन् क्यारे हैन। मलाई पर्फ्युम भनेको मन पर्दैन। पर्फ्युम पनि थरी थरीको लाएर आउने मान्छे पिछेको रुचि हैन कस्तो कस्तो लाउने हो। अनि कोही बेला पादिदिने क्या अब पाद्ने पनि एकचोटि दुईचोटि पादिँदै हुन्थ्यो। अगाडि बसेको छ आफ्नो अगाडि पाद्याछ आम्मामा पर्फ्युम गनाउने, पादेको गनाउने, काखी गनाउने। यो तीनटा गन्धले त म त आफू त अब घुम्न गएको भने चाहिँ हस्पिटलमा एकजना कोही लिएर गएको हुन्छ हैन। अब उसको लागि भनेर गएको आफू पनि उही जस्तो होला कि जस्तो पो टेन्सन हुने कि हैन। त्यो गनाएर के। अनि त्यसपछि बल्ल 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 लाइन बस्छ। आफ्नो पालो आउँछ। अहिले त अब अलिकति बानी पर्यो सबैलाई अब जाँदा जाँदै बानी पर्छ नि त जहाँ पनि हैन। पहिला सुरु सुरुमा हुन्छ नि। मेरो यो लाइन कुन चाहिँ हो भन्दाखेरि मान्छेले सोध्यो भने कोहीले यो लाइन कोहीले त्यो लाइन भन्छ हैन। अब कसो कुरा सुनाउ एकजनाको कुरा सुनेर लाइन बस्थ्यो। जब आफ्नो त्यहाँ टोकनको पालो आयो अथवा बिलिङको पालो आयो आफू बस्नुपर्ने लाइन त्यो हुँदैन अर्कै लाइन हुँदो रहेछ कि कहिलेकाहीँ हैन थाहा नभएर के। हो घन्टौँ कुरेर बल्ल बल्ल आफ्नो पालो आएको त्यही माथि आफ्नो त्यो लाइन नपर्नु त्यसपछि ओहो मजा आउँछ नि त हैन। फेरि त्यो अर्को आफ्नो जुन बुझाउनु पर्ने लाइन हो त्यही लाइनमा बस्नु पर्यो तर आफू पछाडि फेरि सुरुबाट बस्नु पर्यो। फेरि त्यहाँबाट 2-3 घन्टा बित्यो है। त्यतिकै वेस्ट भयो थाहा नभएर हैन। अनि त्यहाँ पनि मजा आयो है। अनि त्यसपछि अब अहिले त पहिला चाहिँ त्यस्तो हुन्थ्यो अहिले चाहिँ अब अलि बानी पर्यो नि त हैन। अनि त्यसरी लाइन बस्ने अनि आफ्नो पालोमा अब बिलिङ गरेपछि अब कन्सल्ट हुन्छ डाक्टर कन्सल्टहरू भयो है। अनि त्यहाँ चेकअपहरू भयो ब्लड निकाल्नु पर्यो ब्लडको स्याम्पल ल्याउँदा रिपोर्टको लागि बुझाउन जानु पर्यो यता दौड्यो उता दौड्यो दिनभरि है। दिनभरि दौडधुप भन्दा पनि लाइन धेरै बस्नु पर्यो नि त। अनि उभिराख्नु पर्ने दौडधुप गर्यो। अनि त्यसपछि त्यहाँ त अब हामी बाहिर पो त्यस्तो स्मेल आउँदैन त्यहाँ त त्यो औषधि गनाउने हैन मान्छे पिछेको त्यो गन्धहरू आउने पर्फ्युमहरू आउने हस्पिटलमा पनि त पर्फ्युम लाएर आउँदो रहेछ हैन। अनि काखी गनाउने गर्दाखेरि आफूलाई दिक्क भइसकेको हुन्छ त्यो पनि रमाइलो हुँदो रहेछ है साथी हो। अनि त्यसपछि जसोतसो आफ्नो काम सकिन्छ घर फर्किन्छ। फर्किने बेलामा बाटोमा मजाको ट्राफिक जाम हुन्छ त्यहाँ पनि मजा आउँछ है। अनि त्यसपछि जसोतसो ट्राफिक जाम पनि छिचोल्दै घर आइपुग्छ। अब दिनभरि हस्पिटलमा दौडेको है यताउति लाइन बसेको अनि त्यो अनेक थरीको गन्ध सुँघेर म त लखतरान भएको मान्छे मिठो भोक पनि लागिरहेको हुन्छ कि घरमा आइपुग्दा फेरि। अनि अब भाँडाकुँडा हेर्नु पर्यो जुठो छ भने धुनु पर्यो अलि झाडु कुचो लाउनु पर्यो खाना पकाउनु पर्यो अनि खायो। अनि खाएपछि टन्न खाना खाएपछि यति अल्छी लाग्छ नि जसरी गाउँमा घरमा दिनभरि गोरु जोतेको कोदालो खनेको दाउराको भारी बोकेको हैन
त्यति बराबरको आलस्य हुन्छ कि ज्यान हैन। त्यतिसम्मको आलस्य हुँदो रहेछ कि हस्पिटलमा दौडधुप हुँदाखेरि। यो म मात्रै हैन, तपाईँहरूले थाहै छ कि कस्तो हुन्छ भन्ने कुरा। तर म आफ्नो अनुभव सेयर गर्दैछु हैन। यो यस्तो यो सेयर गरिराख्नु पनि जरुरी त होइन हैन। तर यो सेयर गर्नुको पछाडि एउटा रिजन छ, त्यो रिजन म पछि भन्छु। तर यो भिडियोमा चाहिँ म यति मात्रै भन्न खोजेको। तर मैले घुम्न गएको भनेको चाहिँ एउटा रमाइलोको लागि, रमाइलो तरिकाले भन्न खोजेको मात्रै हो। अहिले मैले घुम्न गएको भने पनि हस्पिटलमा चाहिँ किन गयो त घुम्न भन्दाखेरि तपाईँहरू बुझ्नुहुन्छ हैन। घुम्न गएको भन्ने शब्दले तपाईँलाई अन्यथा नलिनु होला है। र यसको पछाडिको रिजनको भिडियो चाहिँ म अर्को भिडियोमा लिएर आउने छु है। अहिलेलाई चाहिँ म एउटा बिहानदेखि अहिलेसम्मको एउटा थोरै कुरा चाहिँ म जोडेको मात्रै हो। यो कुरा एउटा रमाइलो तरिकाले भन्न खोजेको। मैले त्यो सोचे जस्तो भन्न पनि सकेको छैन होला। कमी कमजोरी छ, अझै म सिक्दैछु, बाँकी नै छ हैन। खुलाएर भन्नलाई, यो कुराहरू अब क्लियरली भन्नलाई, बुझाउनलाई। र अहिलेलाई चाहिँ मेरो भिडियोमा म यति नै भन्न चाहे है। यसको रिजन चाहिँ एकदम मेन रिजन चाहिँ त्यसको भिडियो चाहिँ रिजन खुलाएर म अर्को भिडियोमा लिएर आउने छु। अहिलेलाई यति भन्न चाहे, सबैजनाले सपोर्ट गरिदिनु होला। मेरो यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है। सब्स्क्राइब गरिदिनु होला, सेक्रिफाइस गरिदिनु होला है। त्यो फुच्चे भाइले भन्थ्यो कि एउटा सानो त्यो भाइरल भाइले हो, त्यही गरिदिनु है तपाईँहरूले। थ्याङ्क यू सो मच सबैजनालाई, सपोर्ट गरिदिनु होला है त।